मलाई त लाग्छ यार, किन थाहा छ, भगवान बुद्ध जन्मिएको देशमा शान्तिको खोजी भइरहेको छ। म पसिनामा विश्वास राख्ने मान्छे, आज रगतमा लतपतिएको देश हेर्दा यस्तो लाग्छ मानौ कसैले धर्मको नाममा मन्दिर बेचेको छ, कसैले मस्जिदको नाममा अल्लाह बेचेको छ। आज फेरि एकपल्ट त्यो सडक रातो रगतले रङ्गिएको छ, कसैको सपनाले सास फेर्न छोड्यो। एउटा आमाले छोरो गुमाइन्, एउटा बाले भरोसा, एउटा साथी आज एक्लै भयो, एउटा श्रीमती सेतो र सादा। तर फरक कहाँ भयो थाहा छ? आन्दोलन कुन जात र कुन धर्मको लागि भयो मलाई थाहा छैन, तर न त्यो सडकमा बगेको रगतको रङ अर्कै थियो, न त्यो रगत बगेपछि घरमा रुनेहरूको आँसुको स्वाद अर्कै थियो। कुनै आवाजले मन्दिर पुकारे होला, म मान्छु कुनै आवाजले मस्जिद गुहारे होला, तर हार एउटा जिन्दगीको भयो अनि मृत्यु जितको। सानो ठुलो हुन्थ्यो भने लेखेर मान्छेको जात, बनाइयो किन पौरख गर्न यी दुई हात? अचम्म लाग्छ यार सोच्दा पनि। हेर न, कुकुरलाई अङ्गालो हालेर घरभित्र भित्र्याइएको छ अनि मान्छेलाई जात छुट्याएर बाहिर राखिन्छ यहाँ। यदि जात र धर्मले सानो ठुलो छुट्टिने भए आत्मा बनाइयो किन? मान्छे बीच नै फरक हुन्छ भने मान्छेसँग मान्छे नै जोडेर समाज बनाइयो किन? कस्तो धर्म निभाउँदछ यार तिमी मान्छे मारेर? रित्तिएको आमाको कोख उस्तै थिएन र? जिउँदो हुँदा धर्मको नाममा राजनीति गर्छौ, मृत्युपछि जवान छोराको लास बोक्ने त्यो बाको काँध एउटै थिएन र? खै, मैले सिकेको धर्मले मलाई अरूको मन पनि नदुखाउनु भनेर सिकाइएको थियो। तिमी कस्तो धर्मको रक्षा गर्दैछौ रगतको होलीले? मैले कतै पढेको थिएँ, मान्छे प्राणीहरू मध्येको एक विवेकशील प्राणी हो रे। त्यसैले त जनावरभन्दा माथि राख्यो रे। तर कस्तो विवेक हो यार यो? एउटै गोठमा राखेको एउटा पशु बेचिँदा पनि अर्को पशुको आँखा रसाएको देखेको छु। तिमी त एउटै देशमा बसेर धर्मको नाममा मान्छे मारिरहेको छौ। क्या गजबको बुद्धि रहेछ यार मान्छेमा। सुन्दा कसैलाई मेरो आवाज चर्को लाग्छ होला अनि कसैले सत्य नपचेर झर्को मान्छन् होला, तर वास्तविकता कस्तो हुँदैछ थाहा छ तिमीलाई? पार्टी र राजनीतिको नाममा सिङ्गो देश बिर्सिँदैछौँ हामी। जात र धर्मको नाममा एउटा नेपालीले अर्को नेपाली मेट्दैछौँ हामी। न वृन्दावासिनीमा कृष्ण कन्हैयाको नामको पछाडि थर थियो, न भगवान रामको नामको पछाडि जात लेखियो। पल्टाएर हेर न तिमी पनि तिम्रो कुरान, त्यहाँ अल्लाह पछाडि कुनै थर भेटियो? फेरि कुन जात र धर्मको लागि लड्दैछौ यार तिमी? धर्म एउटा आस्था हो साथी, भगवान आत्मा भए जस्तो। मन्दिर र मस्जिद दुवै विश्वास र हौसला जगाउने घर हुन्, धरती र आकाश सँगै नभएर पनि साथमा भएको जस्तो। मलाई साँच्चै अचम्म लाग्छ यार दाइ, सृष्टि गर्ने सृष्टिकर्ताको धर्मले केवल सत्य सिकाएको थियो, त्यसैले त उसले बुद्धिजीवी मान्छे बनाएको थियो। अनि हेर न दाइ, मान्छेले कतै हिन्दूको नाममा एउटा आमाको काख रित्यायो, मुस्लिमको नाममा कतै दिदीको सिउँदो सादा बनायो। यही हो र दाइ मान्छेको धर्म। दानव र मानवको भिडले भरिएको भिडमा मैले तिमीभित्रको मानव देखेको छु दाइ। त्यसैले तिमीलाई एउटा कुरा सोधौँ, यदि तिमी र मेरो मृत्यु भयो भने हामीलाई जलाउने आगोले धर्म सोध्छ कि नै दाइ? मन्दिरमा मुस्लिम र मस्जिदमा हिन्दू जाँदा भगवानले धर्म खोज्छ कि नै? ठिक छ यार, म स्वीकार गर्छु मान्छेमा रीतिरिवाज सबैको आफ्नै हुन्छ, फेरि किन सम्मान गर्दैछ? धर्म र जातको मूर्खतामा मान्छे लडेर किन मान्छेसँगै मर्दैछ? थाहा छ दाइ, बरु मर्दैन होला मान्छे दुई चार छाक भातै नमिलेर, फेरि किन मर्दैछ दाइ मान्छे प्रेममा जातै नमिलेर? आत्मा मिलेर प्रेम गर्छ कि उसले शरीर छोएर मात्र फर्किएको थियो? प्रेमले अँगालेको उसको प्रेमिकाको अँगालो के घर पुगेर उसले आफूलाई सुनपानी नै छर्किएको थियो? यदि जातले सानो र ठुलो हुन्छ भने कामीले बनाएको हतियारले अन्न फलाएर किन पेट भरिन्छ? उसले छोएको चल्दैन भन्छौ तिमी, दमैले सिलाएको टोपी शिरमा सजाएर म नेपाली भन्दै गौरव किन गरिन्छ? नाइ दाइ, म स्वीकार गर्दिनँ। म सम्मान गर्छु आफ्नो धर्मलाई, तर हेला गर्दिनँ कसैको धर्मलाई कसैको डरले। मान्छे हुँ म पनि, मान्छेकै इज्जत गर्छु, लड्दिनँ मान्छेसँग कसैको करले। त्यसैले नमुच्नु मलाई मेरा आफ्नैहरूले पनि त्यो धर्मको लडाइँमा। बाँच्न देऊ न यार मलाई मान्छे भएर मान्छेकै रहरले। बाँच्न देऊ न यार मलाई मान्छे भएर मान्छेकै रहरले। धन्यवाद दाइ। भाइ राजा, हजुर दाइ। बहुत कुरा सिकायो यार।
बहुत कुरा सिकायो यार मलाई मात्र होइन अहिले 15,000 जना हेरिरहेको छन् तिमीलाई होइन तिमीले बहुत दामी कुरा सिकाएर गइसक्यो तिमीलाई फिल भएको छ कि छैन बहुत खतरा कुरा सिकाएर गयो यार मैले त फिल गरेरै लेखेँ हो त यार बाहिर बसेर नि देखाएको छु नि त कहाँबाट लेख्छौ के कहाँबाट आउँछ यस्तो कुराहरू यार म यार भगवान म भन्छु नि कसम चाहिँ भनेको यार यो मान्छे खतरनाक मान्छे वा राजाहरू मजाक गरेको नि यो मान्छे मुर्गट्टा मान्छे खतरनाक वा बबाल यार यस्तो राम्रो कुरा सिकाइदियो कि हाम्रो लाइभमा यो कुराहरू चाहिरहेको थियो कि 15,000 वाचिङ छ होला 15,000 जना हेरिरहेको छ होला कसैको जात कसैको के यताउति फरक त्यही पनि हामी मिलेर बसिरहेका छौँ नि एज अ ग्याङ बसिरहेका छौँ एज अ ग्रुप एउटा कम्युनिटी भएर बसिरहेका छौँ नि हो द सेम थिङ हो के सेम थिङ कुनै पनि धर्मको कुरामा लडाइँ नहोस् कुनै पनि जातको कुरामा लडाइँ नहोस् यताउति नहोस् राजाहरू हो के जहिले पनि मिलेर बस्नु जहिले पनि आफू एकअर्का जहिले पनि साथ सपोर्ट दिएर बस्नु सबैजना राजाहरू बुझेको बुझेन जसरी हामी ग्याङ यतापट्टि छौँ कोही मान्छे पूर्वका छौँ कोही उता ताप्लेजुङ उता झापा तल इटहरी विराटनगर कोही यताका छौँ कोही उता पश्चिम दार्चुला डडेलधुरा बैतडी उता माथि महेन्द्रनगर धनगढी कैलाली लम्की यताउतिका छौँ कोही बिचका पोखरा बुझ्यौ यता बुटोल है तेरिका मच्छर कोही बुटोलका कोही यतापट्टि हेटौडा चारैतिरका मान्छेहरू छौँ होइन सबैजना मिलेर बसेछौँ नि सबैजना त्यस्तै होस् के राजाहरू आज मुर्गट्टाले बबाल कुरा सिकाएर गयो मुर्गट्टाले दामी कुरा भनेर गयो त्यसको लागि एकदम धन्यवाद राजा हाम्रो लाइभमा यसको खाँचो थियो हाम्रो लाइभमा यो कुराको यो नलेजको खाँचो थियो धेरैजना छौ यो कुरा कहिले पनि ब्रेक नहोस् जहिले पनि जातको कुरामा झगडा होला जहिले पनि धर्मको कुरामा झगडा होला झगडा गर्न जालौ त्यति बेलामा कुलबाईको फेस हेर्नु कुलबाईको मुख अगाडि आउनुपर्छ राजाहरू बुझेको बुझेनौ म मेरो मुख हेरेर पनि नलड्नु झगडा सडा नगर्नु जहिले पनि मिलेर बस्नुपर्छ नेपाली लड्यो भने भित्रभित्र देश भित्रभित्रका मान्छेहरू लड्यो भने देशै कमजोर हुन्छ कि बुझेको बुझेनौ भोलिको दिनमा बाहिरकालाई अट्याक गर्न सजिलो हुन्छ हामीलाई त लडाउन खोज्छन् ए मुसलमान यो हिन्दू यताउति भनौँ न जातवाद कुराले हामीलाई लडाउन खोज्छन् बाहिरका मान्छेहरूले तर हामी नो बुझ्यो कि नै नो बाहिर त्यो लडाउने पुरा ट्याक्टिक्स बनाएर होलान् पुरै बाहिरका मान्छेहरू ए नेपाली भिडाइदियो भने ओहो नेपालीलाई त सकिँदैन फाइट खेलेर झगडामा त सकिँदैन बुझेको बुझेन ए कोकका बोतल बियरका बोतल हो फेरि सकिँदैन यिनीहरूलाई त तर यिनीहरूकै बिचमा झगडा गराइदियो भने हामीलाई फाइदा हुन्छ एट्याक हान्नलाई बुझेको बुझेन त्यस्तो सोचेर लडाउन खोज्छन् कहिले पनि नलडाउनु कहिले पनि नलड्नु त्यस्तो कहिले पनि नहोस् राजाहरू बुझेको बुझेन अहिलेसम्म सबलाई एकता सबलाई एउटा एकजुट बनाउन खोजिरहेको छ कुलबाईको कुल ग्याङले यो कुरामा चाहिँ बुझ्यौ झगडा सगडामा कहिले पनि अग्रसर नहुनु अगाडि नहुनु अलवेज रेस्पेक्ट इच अदर एभ्रीवन सबलाई यतिको चाहिँ ज्ञान होस् आज मुर्गट्टाले बवाल कुरा भनेको छ मुर्गट्टाले बवालै कुरा भनेको छ त्यसको लागि धेरै धेरै धन्यवाद एकदम यार भाइ राजा ब्लेस्ड टु ह्याभ यु इन माई लाइफ ओके एकदम माया छ भाइ सबैजना बहुतै मजा आयो यार बहुतै मजा आयो काने आनन्द जिउने सिरिङ्ग बुझ्यौ आँखा रसिलो त्यो एउटा तिमीले लाइन भनेको थियौ नि हजुर दाइ किन मर्छन् जातमा मानिसहरू एउटा के लाइन थियो त्योभन्दा अगाडि एकछिन त्यो सुनौ त अलि भाइब्स आएको थियो मैले त्यो अब कुन भनेको थिएँ दाइ मलाई सबै लाइन कस्तो फिल हुन्छ म काम छु भने दाइ यस्तो भन्दाखेरि ल ठिक छ फ्राइडे सुनाउला फेरि यो एकचोटि हुन्छ दाइ हुन्छ थ्याङ्क यू सो मच मेरो भाइ राजा लभ यू सो मच थ्याङ्क यू सो मच दाइ म दाइ एउटा कुरा भन्छु है म ड्युटीमा छु दाइ म त्यो एकैछिन रेस्ट रुममा आएको दाइ यो यसकै लागि ओके लभ यू एकदम माया छ है दाइ फ्राइडे आउँला दाइ है थ्याङ्क यू सो मच ल सबैजनालाई नलडौँ है म त्यति मात्र भन्छु ल हस् ल दाइ ओके मच लभ टु एभ्रीवन माई ब्रदर ओन्दा डेडमेन लिली भाउज नोरसाङ दिदी शिखा Bine, my brother, Siam, my brother, Ethan, my brother, Boston Kazita, everyone, okay? Thank you so much for joining. Thank you so much for coming into our life, okay? As I